यसलाई कि केही गर्नु हुँदैन यतिकै राख्नुपर्छ सबै वरिपरि खिचिरहेको हुन्छ क्या ल अब हामी लाग्यौँ है यहाँ वेस्ट काउलोनको फेरीबाट सेन्ट्रल फेरीतिर हामी 3 जना छौँ सबै त आउँछ नि के भन्छ होइन के भन्छ राम्रो त यहाँबाट देखिन्छ नि त्यो चाहिँ Bye West Kowloon. पहिला थिएन क्या यो नि भएको कति 1 वर्ष हुन आँट्यो होला घुम्नु हिँड्नु कति मजा हुन्छ है कसरी घरमै चाहिँ बसिराख्नु है हाम्रो सिनारा त सक्दैन नि हिँड्नु हो स्काई 100 जानुपर्छ त्यही होला नि तपाईँको बर्थडे मन्थमा के भन्छ बेलुन लाग्यो अरे त्यो बेलुन लाग्यो अनि चाल्नु सक्नु पर्यो नि त नि गलेर त नि छेउमा निस्किँदा त सही मलाई त मिक्सलाई बोल्दा चाहिँ घरमै उनीहरूलाई त ठिकै हुन्छ होला तर नेपालको हिमालमा मरेको भए चाहिँ अलिक मन बुझ्दा बुझ्यो के विदेशै गएर सक्यो होइन नेम्स दाई अनि कति हिमालमा मर्नेहरू त शरीर नल्याउ भन्छ होइन मरिगयो भने त्यही अब मटो चाहिँ गर्छ नि त डल्लै हिउँमै हिमाल मनपर्नेहरू त्यसै भन्छ अरे त्यहीँ मऱ्यो भने तर त्यसलाई अब पत्ता लागि मऱ्यो भनेर निकाल्दै होला हौ खत्तम भयो 4-5-6 जना मरेर है फर्किँदा उदेशमा क्या सही हुन्छ त्यहीँ जान्छ नि अस्ति हामी
तिमी म आमा सुतेको दृश्य हो। यो त स्पिड कुदेको छ त नि यो चाहिँ दुईवटा रहेछ क्या हो। कुदेको छ यो त कहिले यही हुन्छ कत्रो ठुलो चाइना जाने अरे हो यो चाइना फेरि पनि भन्दो रहेछ नि त कहिले के हुन्छ त के साटोफाट हुन्छ क्या हो होला नि। त्यसमा चाहिँ आउनु छ मन छ क्या मलाई। सही हुन्छ त्यसमा सानो झन् अग्लोबाट बसेर पानी पर्नु थाल्यो त उता त अब उता त पानी पर्नु थाल्यो त। उता घाम लागेको छ हेर्नु त ऊ हो कस्तो राम्रो घाम लागेको छ एकदम पानी वेस्ट काउलनबाट सेन्ट्रल पुग्नु 8 मिनटमा पुऱ्याउँछ अरे क्या यसले। अब सक्यो आइपुग्यौँ। एयरपोर्ट जाने बाटोतिर हो अहिले घाम लागेको हो तुङचुङ जानेतिर। कार्गोको हो क्या हो नि हो कार्गोको हो। ओ नो पानी आयो पानीले भेटायो।